साथीहरू अहिले केही डिजिटल मगन्तेहरूले चाहिँ हजुरहरूलाई स्टारको पछि नलाग्नु भनेर भन्दै आएका छन् अरे। यस्तो व्यक्तिले भन्दैछन् जसले चाहिँ हजुरहरूले 1000 स्टार दिनुभयो भने म हजुरको नाम मेन्सन गरेर मेरो पोस्ट म पोस्ट गर्नेछु भनेर जसले चाहिँ खुल्ला हजुरहरूको त्यो स्टार सेन्टरहरूलाई चाहिँ त्यसरी इन्डाइरेक्टली रूपमा स्टार मागिरहेका हुन्छन्, त्यस्तो व्यक्तिले चाहिँ आज अरूलाई स्टारको पछि नलाग्नु भनेर भन्दैछन् अरे। जसले चाहिँ आज मेरो टार्गेट 10,000 स्टार पुर्याउने हो भनेर जसले चाहिँ स्टार सेन्टरहरूलाई चाहिँ खुल्ला फेसबुक लाइभमा आएर चाहिँ त्यसरी मागिरहेका हुन्छन्, ती व्यक्तिहरूले चाहिँ आज चाहिँ अरूलाई चाहिँ स्टारको पछि नलाग्नु भनेर भनिरहेका छन् अरे। कति नैतिकताले दिन्छ उहाँहरूलाई यस्तो कुरा गर्नलाई, होइन? जसले चाहिँ हजुरलाई भिडियो बनाइदिए बापत हजुरलाई यदि 10 वटा 20 वटा 50 वटा स्टार दिन्छ भने त्यो चाहिँ हजुरले कसैको स्टारको पछि लागेको पनि होइन र हजुर कुनै स्टार सेन्टरसँग हजुरले स्टार मागेको पनि होइन। मेरो हजुरले यसरी भिडियो बनाइदिनुहोस्, म चाहिँ हजुरलाई यतिवटा स्टार दिन्छु भनेर यदि कसैले भनेको छ भने त्यो हजुरहरूको एउटा उचित हजुरहरूको त्यो मूल्य दिएको, हजुरहरूले भिडियो बनाइदिए बापत हजुरहरूलाई चाहिँ त्यो मूल्य दिएको त्यो कुनै पनि स्टार सेन्टरको हजुर पछि लागेको होइन। त्यसैले गर्दाखेरि यस्तो व्यक्तिले भन्दैछन् जो चाहिँ जीवनभर अरूलाई स्टार कहिले दिन नसक्ने र आफूले चाहिँ सधैँभरि अरूको खाइराख्ने, त्यस्तो व्यक्तिहरूले यस्तो कुरा गर्न कतै पनि सुहाउँदैन, अलिकति पनि सुहाउँदैन। त्यसैले गर्दाखेरि हजुरहरू आफू सचेत रहनु होला। हजुरहरूलाई जसले तपाईँको मूल्य दिन्छ उसको लागि हजुरहरूले काम गर्नु होला। जसले चाहिँ अरूलाई फगटमा फ्रीमा तपाईँको चाहिँ महिनौदेखि युज गर्दै आएको छ, अरूको कानमा चढेर जसले चाहिँ आफूले मात्रै कमाइरहेको छ, त्यस्तो व्यक्तिहरूले आज यस्तो भन्दाखेरि मलाई लाज लागेर आएको साथीहरू। त्यसैले गर्दाखेरि हजुरहरूलाई जसले चाहिँ हजुरहरूको काम गरे बापत हजुरहरूलाई राम्रो मूल्य दिन्छ उहाँहरूको लागि हजुरहरूले काम गर्नु होला र उहाँहरूसँग हजुरहरू कनेक्टेड भएर हजुरहरू अगाडि बढ्नु होला। हजुरहरूलाई यहाँ सामाजिक सञ्जालमा कसैले फेसबुक मोनिटाइज गरेर पनि दिँदैन, हजुरले आफै मेहनत गर्नुपर्छ। हजुरले आफै ओरिजिनल कन्टेन्टहरू बनाउनु भयो, दिनै पछि हजुरहरूले फेसबुक पोस्ट गर्नुभयो र हजुरहरूले चाहिँ दिनै पछि रिल्स फोटो अपलोड गर्नुभयो र हजुरहरू पनि एक्टिभ साथीहरूसँग लागेर एक अर्कालाई सहकार्य गर्दै हजुर अगाडि बढ्नुभयो भने हजुर गन्तव्यमा पुग्नुहुनेछ। यहाँ कसैको चाकरी गरेर अथवा कसैको फगटमा हजुरहरूले काम गरेर यहाँ कसैले केही गरिदिनुवाला छैन। हजुर स्वयं आफैले नै मेहनत गर्नुपर्ने हुन्छ। हजुर आफै स्वयंले नै हजुरहरूले कन्टेन्ट बनाउनु पर्ने हुन्छ। हजुर आफै स्वयंले नै हजुरहरूले मेहनत गर्नुपर्ने हुन्छ। त्यसैले यहाँनिर हजुरहरू स्वतन्त्र भएर अगाडि बढ्नुहोस्, त्यही नै भन्न चाहन्छु। र यस्तो हावा